सो हेलो एभ्रिवान, अहिले चाहिँ म घरमा छु हैन। सो मैले धेरै भयो भिडियो नबनाएको। सो आज चाहिँ म एउटा भिडियो बनाऊँ भन्नलाई चाहिँ भिडियो बनाऊँ भनेर चाहिँ म आइरहेको छु हैन। सो भिडियो चाहिँ यही हो। भिडियो चाहिँ के को बारेमा हो भन्दाखेरि मैले चाहिँ आज खानेकुरा मिठो खानु लागेको छु हैन। सो कर्नफ्लेक्समा दुध अनि बिस्कुट राखेर हैन, हर्लिक्स राखेर मिठो बनाएर खानुपर्छ मलाई। तर भिडियो आज यसको बारेमा चाहिँ हैन गाइस हैन। त्यो भिडियो चाहिँ आज के को बारेमा भन्दाखेरि भिडियो चाहिँ आज यो चेस्ट माउन्ट हैन, बाइकर्सहरूले चाहिँ यो लाइक बाइकर्सहरूले चाहिँ चेस्टमा यसरी आर्मर लगाएर यो त्यसरी आर्मर यहाँनिर चेस्ट माउन्ट लगाएर यहाँनिर चाहिँ मोबाइल राखेर अनि लाइक भ्लग भिडियो बनाउँदै हिँड्ने खालको चेस्ट माउन्ट हो हैन। यो चाहिँ अनि अलि सानै छ, ए सानै छ अरे कि सस्तै छ हैन, 800 को हो। सो यसको डिजाइन चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ यो चाहिँ यस्तो रहेछ क्या। यो जस्ट लाइक चारवटा यहाँनिर यहाँ भयो स्ट्राइप हैन। सो यसलाई चाहिँ यसरी स्ट्राइप हो। सो यहाँनिर पनि छ अनि यहाँनिर पनि छ क्या यो चाहिँ। अनि चार ठाउँमा उ गरेर यहाँ यसरी लाउने हो। यो चाहिँ लाइक कस्तो हुन्छ भन्दाखेरि चाहिँ यो चाहिँ यहाँबाट छिराएर यो चाहिँ मलाई अलिकति त्यति राम्रो चाहिँ लागेन हैन। किन भन्दाखेरि फक अफ यो अलिकति के चाहिँ आउँछ भन्दाखेरि चाहिँ यसको चाहिँ यो स्ट्राइप राख्ने ठाउँ चाहिँ यस्तो छ क्या यो। अनि जब हामीले यसरी तन्काउँछौँ नि, तन्काएर यसरी भित्र छिराउनु बेला चाहिँ यो चाहिँ यहाँबाट यसरी राखे यत्तिकै राखे पनि छिर्छ कि यसरी नै राख्ने हो हैन। अनि निस्किँदो रहेछ क्या, यस्तो भएर यस्तो हुन्छ हैन। अनि यस्तो गर्दा निस्किने रहेछ। त्यसको यो एउटा चाहिँ मलाई एकदमै ड्रब्याक लाग्यो हैन। किन भन्दाखेरि अब मानौ यो त यस्तो छ नि त, यस्तो भइसकेपछि हामीले लाउनु त पर्यो। यसलाई लाउने बेलामा चाहिँ लाइक हामीले लाउने त यसरी हो नि त। अनि यसरी लगाइसकेपछि यो यता तन्काएर यो यता क्लिप हान्ने हो क्या, यसरी क्लिप हान्ने हो। अनि मोबाइल चाहिँ यहाँ होल्ड गर्ने हो, मोबाइल हैन। मोबाइल चाहिँ यहाँ होल्ड गर्ने। अनि मम्मी छैन त्यहाँ, मालाई चिया लगिदिनु त, चिया लगिदिनु न मालाई। मैले खाइसक्यो। चेस्ट माउन्ट यसरी राख्यो। सो स्ट्राइप यसको पछाडि चाहिँ यस्तो हुन्छ हैन। सो यो चाहिँ मैले रिसेन्टली किनेको हो क्या। किनेको भन्दा पनि अब यहाँ देखिरहेको थियो हैन। अब बनेपामा हो, बनेपामा अब अप एन्ड डाउन गरिराख्ने बेला चाहिँ त्यहाँ पसलमा एउटा लाइक बाइकर्स पसल छ क्या। अनि त्यहाँ चाहिँ मैले चाहिँ देखेको भएर यो एउटा ल्याएको थिएँ। अनि त्यसपछि हेलमेट माउन्ट पनि ल्याएको थिएँ, तर त्यति इफेक्टिभ चाहिँ लागेन मलाई हैन। अनि त्यसपछि एकचोटि यो लिएर हेरौँ न त भरे। त्यहाँ अब त्यस्तो एक्सपेन्सिभ पनि छैन, त्यहाँ सस्तै खालको छ क्या। अनि मैले चाहिँ के गरेँ भन्दाखेरि मैले चाहिँ त्यहाँ भरेकोमा अब त्यस्तो राम्रो क्वालिटीको छैन। अब त्यस्तो हाई प्राइस राखेर किन्नलाई अब त्यति पैसा पनि छैन हैन। सो मैले चाहिँ जस्ट ट्राईको लागि चाहिँ हाउ इट वर्क्स हैन, यसले चाहिँ अब कतिसम्म चाहिँ अलिकति कम्फर्ट र सजिलो छ एकचोटि हेरौँ कतिको चाहिँ त्यो लाइक खिच्दा बाइक चलाउँदाखेरि कतिको मजाको आउँदो रहेछ हैन। सो बिस्तारै अब चित्त बुझेन भने यसबाट फेरि अपग्रेड म भइहाल्छु हैन। सो मैले चाहिँ रिसेन्टली चाहिँ यो एउटा किनेँ। सो यसको चाहिँ अब यहाँनिर यसरी यो खोल्ने यो भयो या। अनि यो चारवटा यहाँनिर यसरी यो लक हुन्छ, यहाँ एउटा लक हुन्छ, यहाँ एउटा लक हुन्छ। सो यहाँ एउटा लक छ। एन्ड देन यसलाई चाहिँ यसरी क्लिप हान्ने क्या।
यस्तो छ। अनि त्यसपछि यो चाहिँ हाम्रो यो चाहिँ अब मोबाइलको माथि बढाउने क्या, मोबाइल यहाँ ट्याक्क राख्यो, यसो राखिसकेपछि चाहिँ यो माथिबाट कस्ने भयो अनि यसरी कस्दै 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 लाने भयो होइन। सो यस्तो छ। एन्ड देन यो छ नि यो चाहिँ के हो भन्दाखेरि यो चाहिँ घुमाउने, यो खोल्ने एन्ड मोबाइललाई चाहिँ कतिको एङ्गलमा टिल्ट गर्ने आफूले होइन, ढल्काउने तल माथि यतिकोमा। सो म चाहिँ कतिकोमा प्रिफर गर्छु भने हामी यसरी बस्छौँ नि त, सो मोबाइलको एङ्गल अलिकति स्ट्रेट राख्ने कि अलिकति डाउन राख्ने कि अलिकति कस्तो राख्ने होइन। सो त्यही अनुसार आफूले चाहिँ हल्का स्लाइड गरेर होइन, टिल्ट गरेर एन्ड देन यो कस्ने हो। म चाहिँ लगभग अलिकति सिधा जस्तै र अलिकति हो कि होइन तलतिर चाहिँ राख्छु म। सो एज अ किन भन्दाखेरि अलिकति ट्याङ्की र अनि अलिकति अगाडि मिटर बक्सहरू पनि देखोस् भनेर होइन। सो स्ट्राइप भइहाल्यो। यो चाहिँ यसरी तलमाथि गर्ने भयो होइन। एन्ड देन यो चाहिँ कस्ने भयो है। सो यसको एकचोटि चेकआउट गर्न जाउँ है त कस्तो रहेछ है त यो लगाएर। सो अब बाइकमा बस्ने बेलामा एउटा म भिडियो खिच्छु अहिले। सो म चाहिँ पुरै रेडी भइसकेँ होइन। सो यो चेस्ट माउन्ट फिट गरिसकेँ। सो यसरी यसले चाहिँ यो कतिको टाइट गर्ने होइन, यो मिलाउन पनि मिल्छ बोथ साइडमा। सो अब म चेस्ट माउन्ट लाउँछु, कस्तो हुन्छ हेर्छु। सो अब यहाँ क्यामेरा राख्छु मोबाइल, अनि कस्तो आउँदो रहेछ होइन, कतिको सेकी आउँदो रहेछ म हेर्छु है त, टेस्ट ड्राइभ गरौँ। सो थुप्रैजना अब यहाँ फर्स्ट टाइम होला यो पनौती यो ठाउँमा चाहिँ यसरी लाइक भिडियो खिचेर हिँडेको। सो रियाक्सन पनि खत्रै आउँछ जस्तो होइन। एकैछिन है। चेस्ट माउन्ट चाहिँ मैले अहिले फिट गरेँ, आई मिन लाइक मोबाइल चाहिँ मैले यहाँ राखेँ होइन। सो अलिकति चलाउने बेलामा चाहिँ खस्ला कि भन्ने डर चाहिँ अलिकति हुन जाँदो रहेछ होइन। चाबी चाहिँ मैले यहाँ राखेँ। ओहो डेन्जर हल्लिने रहेछ यार, काम छैन रहेछ त्यति। फर्स्टमै फिल भइसक्यो क्या, लास्टै हल्लिने क्या। हल्लियो, धेरै हल्लियो, मिलाउनु पऱ्यो यार। यो के हुन गयो भन्दाखेरि चाहिँ यो जुन हाम्रो मोबाइल र यो मोबाइल राख्ने स्ट्यान्ड चाहिँ भारी भयो होइन। एन्ड देन लाइक त्यो रबरको प्यान्ट चाहिँ एकदमै हल्का भयो क्या। अनि त्यसको कारणले चाहिँ अलिकति खाल्डो भयो कि, खाल्डो हुने बित्तिकै मोबाइल चाहिँ अब यस्तो छ नि, खाल्डो भयो कि यस्तो यस्तो हल्लिने कि अलिकति डर लाग्ने चाहिँ हुँदो रहेछ मोबाइल चाहिँ तलमाथि हुँदाखेरि होइन। अब यसरी मोबाइल राखेर भिडियो खिच्ने मान्छे त्यति त छैन होइन। त्यही भएर मान्छेहरूले चाहिँ यसरी मोबाइल झुनाएको देखेर चाहिँ मान्छेहरूले यसरी मलाई हेर्न चाहिँ हेर्छ क्या। आइएम स्योर मलाई थाहा छ होइन। त्यही पनि एकचोटि हेरौँ। ओ माई गड फक, झन्डै खस्यो क्या, झन्डै खसेको फाल्टोमा। ओहो डर लाग्दो रहेछ यार, यो त चलाउनु हुँदैन रहेछ। मोबाइल खसेर यार, मोबाइलै गयो भने त यार 1 लाख 1.5 लाख रुपियाँ पो गयो त यार। 13 प्रो म्याक्स पो हो त। यस्तो भइदिइरहेको एकैचोटि क्या। अब फ्लिप मेरो भिडियोमा अहिले त्यति राम्रो देखेको छैन। खै के हो यार, यो काम छैन रहेछ। यस्तो पिचमा चाहिँ अलिकति सर्र जानलाई चाहिँ हुने रहेछ होइन। नत्र भए चाहिँ त्यति काम छैन रहेछ। अलिकति खाल्ला खुल्लुको आयो कि म अब यो
फेरि यस्तो यस्तो हल्लिरहन्छ होइन, खालायो ढ्याक्क ऊ हुन खोज्दो रहेछ क्या, यो फल हुन खोज्दो रहेछ क्या, तल खप्दो रहेछ ऊ ल। काम छैन यार, काम छैन। यसरी बिच बाटोमा कहीँ खाल्डाङ खोल्डुङ छैन भने चाहिँ ठिक छ होइन, खाल्डाङ खोल्डुङ छैन भने चाहिँ ठिक छ, नत्र भए चाहिँ ठिक छैन, ठिक लागेन यो कच्चावाला। त्यही भएर चाहिँ यो 600, 800, 900को माउन्ट भन्दा पनि अलिकति बरु 2000 पैसा अलिकति बेसी नै भए पनि राम्रै क्वालिटीको चाहिँ लिनु पर्दो रहेछ। टाइममा यसो हेर्नुपर्ने पनि रहेछ क्या, कहीँ केही खस्नु लागेको छ कि खस्छ कि क्या हो भनेर होइन। यो झ्याउरे छ, ढुक्क भएर चलाउन नसक्ने यार। सो अहिले चाहिँ अब ल ठिकै छ, यसो राइट जाउँ होइन। म चाहिँ अहिले बनाउँछु यो बस पार्कबाट अब यता बनेपा जाने बाटोतिर जाँदैछु होइन। यो चाहिँ अब नयाँ बनिरहेको आर्मी क्याम्प हो, नेपालकै एसियाकै नम्बर 1 कि नम्बर 3मा पर्छ होइन। नेपालको चाहिँ नम्बर 1मै हो। अब यो धेरै ठुलो छ, यहाँदेखि उता परसम्मै छ होइन। सो यसको म छुट्टै भिडियो बनाउँछु आजलाई चाहिँ। जस्ट यो अब चेस्ट माउन्टको एकचोटि राइड, टेस्ट राइड। अब गतिलो चाहिँ छैन, म प्रश्न भनिदिन्छु होइन, त्यति भरपर्दो राम्रो छैन ल, नलिँदा पनि हुन्छ। बरु यो 800, 900 जानेको 27 बरु अब यो 2000, 2500 जाने पनि अलिकति राम्रै पाउँछ होला सायद होइन। यो त अब यसरी राख्यो, मोबाइल यहाँनिर हुन्छ होइन, मोबाइल यहाँ यसरी छ, भिडियो खिचेर आयो, यसो अलि भइरहेछ क्या मोबाइलको यो मेरो यो होल्डर यसो हल्लिरहेछ होइन। अनि जब त्यो खाल्डो आउँछ नि, खाल्डो आउने बित्तिकै ढ्याक्कै यस्तो डाउनफल हुँदो रहेछ त्यो मोबाइलले। अब यस्तै छ, एकचोटि स्पिड चलाएर हेरौँ है त। स्पिड चलाउँदाखेरि चाहिँ खसिरहेको थियो क्या फेरि मोबाइल। 40को स्पिड, 50, 55, 60, 70, 80। यहाँ धेरै स्पिड चलाउनु हुँदा बाइक अलिक सिधा बाटो छैन होइन, त्यही भएर हो। मजा आउँछ कहिले काहीँ पर्काएर चलाउनलाई। त्यो ब्लाइन्ड ओभरटेक हान्थ्यो अहिले। सो यो चेस्ट माउन्ट चाहिँ छ नि, यसरी हल्लिराख्ने भएर चाहिँ मलाई त्यति चित्त बुझ्दो चाहिँ भएन होइन। यसरी यो हल्लिरहने रहेछ क्या। अब बाइक चलाएर बस्यो, बाइक चलाएर बस्ने बेलामा चाहिँ यो चेस्ट माउन्ट अब यहाँनिर त मोबाइल अड्किने भयो। मोबाइल अड्किने भइसकेपछि चाहिँ के हुन जाँदो रहेछ भन्दाखेरि चाहिँ अब हामी त बाइक चलाउँछौँ, बाइक चलाउँदाखेरि यस्तो यस्तो भयो। अनि त्यसपछि जब त्यो अलिकति लाइक खाल्डोमा आउँछ मात्रै यस्तो हुन जाँदो रहेछ क्या। अनि त्यो भएर चाहिँ त्यति राम्रो चाहिँ मलाई लागेन होइन, त्यति उ चाहिँ छैन। काम चलाउको लागि सिधा बाटोमा खाल्डाङ खुल्डुङमा लिएर गएन भने चाहिँ हो, पिच बाटो, पुरै पिच बाटोमा चाहिँ काम लाग्छ, नत्र अरूमा त्यति इफेक्टिभ छैन। सो यस्तै छ होइन। सो यो 800, 900 जाने किन्नुभन्दा पनि यसो 2000, 2500, 3000 जाने चाहिँ अलिकति 1500 जाने पनि पाउँछ होला। मलाई त्यति आइडिया छैन, मैले चाहिँ देखिहालेको भएर चाहिँ किनिहालेको हो, त्यति आइडियै छैन मलाई, केही पनि आइडिया छैन। यो लाउने हो, यसरी यहाँ मोबाइल राख्ने हो, खिच्ने हो, भिडियो बनाएर जाने हो, त्यति मात्र थाहा छ होइन। सो त्यसकै भरमा चाहिँ मैले खिचेर अब त्यसकै भरमा चाहिँ मैले किनेर लिएको हो। सो अब यस्तै छ, टेस्ट ड्राइभ पनि गऱ्यो, त्यति काम लाग्दो छैन ल। मैले चाहिँ के सोचेँ भन्दाखेरि यो अब ब्यान्ड यसरी लाउने, एन्ड देन लाइक मोबाइल चाहिँ यहाँ होल्ड गर्ने अनि भइहाल्छ नि भन्ने चाहिँ हुँदो रहेछ। तर जबसम्म यो लाउँदैन नि तबसम्म फिल चाहिँ हुँदैन रहेछ क्या। यो चाहिँ अलिकति राखेपछि चाहिँ त्यति थाम्न सक्दैन है, यो चाहिँ हल्लिरहन्छ भनेर। त्यही भएर चाहिँ मैले पनि अब थाम्छ कि भनेर किनेँ, तर थामेन, त्यति
इफेक्टिभ त्यति युजफुल अलिकति राम्रो चाहिँ लागेन तर त्यो अब बिस्तारै यसरी चलाउने हो नि ठिकै छ अब के भनौँ त अब यसो युट्युबमा 2-4वटा भिडियो पनि हालिदियो होइन यही राखेर के छ र अब किनि नै सक्यो त अब यसो राखेर अलिअलि हालिदियो पनि अब भिडियो चाहिँ हालिदिन्छु म नयाँ नयाँ भिडियोहरू अरू पनि हाल्छु दामी दामी भिडियोहरू हाल्छु होइन सब्सक्राइब गर्नु होला म अति नै बबाल भिडियोहरू हाल्छु अब मैले त्यति फोकस डेडिकेसन दिएर चाहिँ त्यति अब भिडियो एडिटतिर अनि भिडियो क्वालिटीतिर चाहिँ त्यति काम मैले जोड दिए छैन होइन सो अब बिस्तारै चाहिँ म अलिकति यो भिडियो क्वालिटी अनि यो कन्टेन्टमा चाहिँ अलिकति वर्कआउट गरेर अलिकति चाहिँ राम्रै नै दिनेतिर राम्रै भिडियो अपलोड गर्नेतिर चाहिँ म सोचिरहेको छु होइन सो लेट्स सी अब कतिको जोस जागर चल्छ होइन अब थुप्रै होला नि म जस्तो मान्छेहरू अब भिडियो बनाउनु पऱ्यो होइन भिडियो बनाइदिउँ कि क्या हो भनेर अनि त्यस्तो चाहिँ बनाउनु सुरु गर्छ यसो 2-4 दिन रमाइलो गरेर भिडियो खिच्छ होइन यसो हप्ता दिन महिना दिन चलाउँछ त्यसपछि अनि स्टप हुन्छ सेम लाइक नि मैले पनि 2-3 महिना चलाएर स्टप हो होइन कहिले चाहिँ 1 महिना 10 मिनट भिडियो हाल्यो त्यसपछि फेरि ठ्याक्कै बन्द भयो 2-4 महिना अब हेर्नु न 4 महिना कति भइसकेको रहेछ भिडियो अपलोड गरेर सो आफ्टर 4 मन्थ्स चाहिँ म यो कहाँ आइपुग्यो भन्दाखेरि झुलिखेलको खड्गु आइपुग्यो कुरा गर्दा म यहाँसम्म आइसकेको छु होइन थाहा पनि भएन खड्गुबाट काठमाडौँ युनिभर्सिटी भनेको चाहिँ यहीँ झुलिखेलको यहाँनिर पर्छ होइन सो अहिले म देखाइदिन्छु पनि अनि त्यही हो कन्टिन्युटी चाहिँ अलिकति दिइराख्नु पऱ्यो होइन अनि लाइक अब भिडियो अपलोड गर्नलाई चाहिँ यहाँ हेर्नु नि यस्तो खाल्डोमा त उनी गर्न नमिल्ने यार खाल्डोमा त यस्तो बिस्तारै जानु पऱ्यो त्यो फर्केँ त मोबाइलै तल झऱ्यो सो कन्टिन्युटी चाहिँ दिइराख्नु पऱ्यो होइन क्याब हुनु भएन भिडियो गर्ने बेलामा चाहिँ भिडियो अपलोड गर्ने बेला चाहिँ क्याब गरेर अपलोड गर्नु भएन होइन जस दिनमा एक दिनमा अपलोड हालिराख्नु पऱ्यो अनि बिस्तारै एउटा भिडियो अब अलिकति भाइरल भयो अलिकति मान्छेसँग रिच हुन थालेपछि चाहिँ अलिकति नोन हुन थालिसकेपछि चाहिँ अरू भिडियोहरू पनि आफै अलिकति भ्युजहरू अनि लाइक सब्सक्राइबरहरू पनि बढ्न थाल्छ होइन सो ठिकै छ टेस्ट ड्राइभ पनि गऱ्यो सो फाइनली काठमाडौँ युनिभर्सिटी म पहिला पढेको यहीँनिर हो काठमाडौँ युनिभर्सिटी पनि आएँ मैले छोडेको पनि कति 5-6 वर्ष 6-7-8 वर्ष नै भइसक्यो होला 8-9 वर्ष कति भइसक्यो बेसिसक्यो होइन सो यो देख्नुहुन्छ यो चाहिँ हाम्रो पहिलाको बोइज होस्टेल थियो यतापट्टिको यो चाहिँ है बोइज होस्टेल हो एन्ड देन लाइक सानो एउटा लाइक ट्राभल भिजिट पनि गरौँ त एकचोटि के हो होइन सर यो पनि बोइज होस्टेल हो पुरै बोइज होस्टेल हो यो चाहिँ होइन मजा आएको छ यहाँ लगभग के भने 70-80वटा जति रुम होला होइन 80-90वटा जति कतिवटा 100वटा 150-200वटा रुम होला अनि यहाँ बसी आनन्द रमाइलो छ एन्ड देन यहाँ चाहिँ केयु स्पोर्ट्स भइरहेको रहेछ होइन सो लेट्स सी के भइरहेको रहेछ ओ माइ गड एकचोटि हेरौँ है र भिडियो चाहिँ 11 मिनटको भइसकेको छ सो यो दिस इज केयु होइन फुटबल ग्राउन्ड भयो यहाँ चाहिँ पहिला बबाले फुटबल खेलिन्थ्यो होइन अनि त्यसपछि फुटबलहरू अनि क्रिकेट बबाले खेले म पहिला यहाँनिर हिरो थियो कि फुटबलमा चाहिँ अनि बास्केटबलमा चाहिँ थिएन बास्केटबलमा चाहिँ अरू नै थियो बास्केटबल चाहिँ त्यति खेलिनँ होइन सो बास्केटबलको पनि गेम हुनु ल्याएर रहेछ बास्केटबल चाहिँ त्यति खेलेन त्यो फुटबल र क्रिकेट अनि अरू यता त कति खेल्यो यार उतानिर माथिनिर स्विमिङ पुल छ होइन उतानिर यहाँनिर स्विमिङ पुल छ अहिले स्विमिङ चाहिँ एलाउड छैन अब कुन दिन मात्रै होला स्विमिङ खेल्न दिनहरू चाहिँ होइन अहिले चाहिँ त्यति एलाउड दिएको छैन
क्रिकेटहरू फुटबलै क्रिकेटहरू पनि भइरहेछ यस्तै छ ल रमाइलो थियो 4 वर्ष पढे बब्बाले रमाइलो गर्यो 4 वर्षमा क्युमा जसले पनि यहाँ 4 वर्ष पढ्छ मजाले यहाँनिर हैन जस लाइक हुन्छ नि 4 वर्ष मजाले बिताउँदाखेरि चाहिँ एउटा छुट्टै लाइफ एउटा लाइक हुन्छ नि 4 years इज लाइक अ डिफरेन्ट इट्स बिन अ लाइक डिफरेन्ट 4 years के छुट्टै रमाइलोको छुट्टै मेमोरिज एउटा लिएर जान्छ हैन सो इट्स बिन लाइक डिफरेन्ट ओल्ड क्या यहाँ केउको पनि छुट्टै एउटा शेयर संसारको छुट्टै संसार छ भने जस्तै हैन फुटबलको पनि छुट्टै संसार सबैको आफ्नो आफ्नो संसार केउको पनि छुट्टै एउटा संसार छ क्या सो यस्तै छ ल अब यहाँ धेरै नबसौँ है मेरो पहिला केटाहरू यहाँनिर बस्थ्यो उतापट्टिको चाहिँ गर्ल्स होस्टेल हो हैन उता चाहिँ केटीहरू बस्थ्यो यो बाटो चाहिँ अति नै बवाल छ अति नै दामी छ हैन यो बाटो चाहिँ अति नै बवाल छ यो रुखहरूले गरेर पनि हैन अति नै दामी देख्छ क्या सराउन्डिङ इन्भाइरोमेन्ट अति नै दामी छ त्यहाँ माथि झन् यस्तो मजाको ग्रिनरी यस्तो मजाको गार्डनहरू छ हैन मजाको छ क्या यसको म छुट्टै भिडियो बनाउँछु अहिलेलाई चाहिँ होस् यतिकै अहिले म अब बन्द गरिदिन्छु है त भिडियो कतिको सुन्नुभयो होला हैन कतिको क्लियर छ के आफूलाई लागेको कुराहरू छ मनमा हैन यो बारे यसो कमेन्ट गरिदिनुहोस् लाइक सब्सक्राइब गरिदिनुहोस् यति नै हो सो केयु गेट पनि आइपुग्यो धुलिखेलको केयु गेट ल अब यहीँसम्म मात्रै हो अब म यहाँबाट घुमाउँछु है त बाई बाई